हाई गाइज गुड मर्निङ एउटै न्यू ब्लग आज चाहिँ हामी भर्खरै उठेको आई थिङ्क सो 10 बजेर छ। सो बिहान उठेको थियो हामी, तर बिहान चाहिँ अब ऊ नानीलाई दुध पिलाएर सुतेको। सो आज मेरो हस्बेन्डको पनि अफ छ। अब हेरौँ आजको दिनमा केही हुन्छ। हिजो चाहिँ लास्टै बोरिङ भएको थियो है, अब केही त्यस्तो केही भएको पनि थिएन। अब मतलब गफसप गऱ्यो, खाना खायो, मोबाइल हेऱ्यो, मोबाइल पनि कति हेर्नु है। सो त्यही गऱ्यो हामीले हिजो चाहिँ। आज चाहिँ हेरौँ के हुन्छ, तर गर्मी लास्टै छ क्या, दुबईमा लास्टै छ है। सानो गर्मी न टिलिक्क। मेरो छोरी चाहिँ यस्तो छ है, मोबाइल भनेपछि त्यो हेरेको होइन, त्यहाँ आँखा त यस्तो छ। सो हामी चाहिँ अब दाइहरू चाहिँ बाहिर जानुभएको छ स्विमिङ खेल्नलाई। बिहानै हामी चाहिँ भर्खरै उठेको थियो अनि घाम छ अलिअलि। अब हामी चाहिँ के गर्छौँ भनेदेखि खाना बनाउनु पर्यो भनेर सोचिरहेको छु। हेरौँ के हुन्छ। हिजो चाहिँ हामीले चिकन खाएको थियो होइन। आज चाहिँ अब अस्ति ल्याएको खानेकुराहरू त नै बाँकी थियो, बोडीहरू अनि ठुलो चना पनि भिजाएको थियो, अहिलेसम्म त्यो खाएन। आज त्यो खानुपर्ने छ, सकाउनु पर्ने छ। यो केटी हेर्नु न, यो केटी हेर्नु न, यो केटीलाई। सो मैले चाहिँ सोचेँ आज यो अस्तिदेखि भिजाएर राखेको थिएँ ठुलो चना र यो आलु बोइल गर्न आँटेको। अब के पाक्छ, अब के भन्छ यसको है त उमालेपछि। सो गाइस हाम्रो घरमा चाहिँ आज भटुरे पाक्दैछ। एकजना चाहिँ यहाँ यस्तो लागि परेको छ है आँटा। अनि हाम्रो यहाँ राना सर चाहिँ यहाँ भटुरे के अरे भटुरे चना यहाँ चाहिँ चना छ। कान्छो कसो भइरह आँटा पिस्दाखेरि? अन्त अरू के खाने अरे दिनमा? पानीपुरी पनि? अब तपाईँको जाँगर आउँदैन ल, यति पिस्दै आइया भनिसक्यो। सो दिउँसोको लागि पानीपुरीको लागि पुरी यस्तो। यसले त मुख त लास्टै डेन्जर। मेरो नानी चाहिँ खेलिरहेछ। सो म चाहिँ अब कफी पिउँछु। नानीलाई भर्खरै खाना खिलाएर म चाहिँ यहाँ कफी पिउन आँटेको। के गरेको सानो? सो म चाहिँ कफी पिउँदैछु अहिले। बन्यो ल, हाम्रो छोले चाहिँ यस्तो बनेछ। वाह कस्तो हेर्दा मिठो जस्तो छ। चना धेरै पाकेन है क्या हो, कि पलाई त गएछ? ठिक छ है यतिको हाल्यो। अब चाहिँ पुरी बनाउन बाँकी। ल गाइस हाम्रो चाहिँ यहाँ तड्का लगाउँदै हुनुहुन्छ है मेरो हस्बेन्डले। कस्तो फिल भइरह बनाउँदा? कहिले बनायो जहिले? छोरी यहाँ हेर्दैछ। बाउले खाना बनाएको अनि मम्मीले पनि हेर्दैछ। वाह कति खोर्सानी हाले कान्छ, अघि नानी घोलेर हाले होइन? आज चाहिँ छोले भटुरे खाने रे। वाह ल यसको लुक्स सबै दामी दामी। अनि यसमा गार्निस नगर्ने? हल्का यो हालेर माथिबाट गार्निस गर्नु त ल। वाउ ल दामी देखेछ, दामी दामी। ओके हाम्रोमा चाहिँ यहाँ पुरी स्टार्ट। एउटा चाहिँ यस्तो भएछ, फुल्लेन अरे, तेलै कम्ती हाले रहेछ। अलि मजाले हाल्नु न तेल। तेल कति हाल्नु बनाएर मेरो स्क्रिन चाहिँ सर्ट सर्टिङ मेरो छैन दाइ, सिधा गरौँ भन्ने।
खाएको भिडियो बनायो होला भनेको त बनाएकै रहेन रहेछ अनि हेर्न अनि पछि हेर्छु त रहेन रहेछ हेर्न ओइल पनि छैन कस्तो मजाको भएको छ क्या यो दामी अनि यो चाहिँ मैले अलरेडी खाइसकेको थियो भिडियो बनायो होला भनेर बट रहेन रहेछ सो म फेरि खाने खाएर देखाउँदैछु है त होला दामी कस्तो मिठो भएछ क्या आज त ल यो छोले भटुरे त आज सन्डे बुढालाई बनाउनु मन थियो अस्ति भिजाएर राखेको नि त त्यही भएर आज बनाएको कस्तो मिठो भयो आई लभ इट मैले चाहिँ अर्को पनि थपेको तातो तातो माई गड यसलाई पनि खानु पर्यो ल कस्तो रहेछ यता रिभ्यू दिनु ल क्यान्टिनमा खाएको यो भने सानो दुईजना मेरो साथीभाइहरूको मैले चाहिँ खाइसकेर भाउजूहरूको एफोर्टले गर्दाखेरि तपाईँलाई आफ्नो त्यसको याद आयो यो चाहिँ विकेन्ड हो नि त विकेन्ड भाइब्स होइन तिमीलाई के याद आयो सो गाइज मैले चाहिँ यहाँ म्याट्रेस हालेको किनभने यहाँ चाहिँ नानी यहाँ सुताएको थियो छेउमा आइपुगेछ क्या झन्डै लडेन क्या अब काठमा अनि उसको बेडमा सुताउँदा चाहिँ के हुन्छ भनेदेखि ऊ चाहिँ पल्टिने ओर्ने भएको छ नि त अनि सुत्नै खोज्दैन कि त्यही भएर मैले चाहिँ यहाँ म्याट्रेस हालिदिएको एटलिस्ट ऊ चाहिँ यहाँ बसेर खेल्छ भनेर चाहिँ मैले यो राखिदिएको छु अहिले चाहिँ हो यसरी खेलिरहेको छ एटलिस्ट यहाँ सुत्न पनि हुन्छ दुईजना यहाँ अट्छ भने हो यसरी मैले सेटअप गरिदिएको कि आज झन्डै नानी लडेको कि म त सो आज चाहिँ खानासाना खायो सफा सुग्घर गरियो आजको दिन यसरी नै बितिरहेको छ अब हेरौँ अब अझै के हुन्छ सो गाइज आजको भ्लग चाहिँ म आज यहीँ एन्ड गर्छु होइन हामी चाहिँ कति 8-9 बजिसक्यो अब चाहिँ खानासाना पकाएर पनि खानुपर्छ सो आज चाहिँ धेरै थोक भएको छ होइन 2टा भ्लग गरेर आउँछ थ्याङ्क यू सो मच फर वाचिङ गाइज फलो गरिदिनु होला है त सब्सक्राइब पनि गर्नु है त बाई बाई